मिडे पोइन्ट फर्मुलाबाट गर्छु बाबु मिड पोइन्ट कसलाई भन्छ है यो पोइन्टको बारेमा छ नि यो कुनै लाइनमा लाइज गरेको पोइन्ट है जति म पोइन्टको जो शब्द भनिरहेको छु यो पोइन्ट कुनै लाइनमा लाइज गर्छ मिड पोइन्टको अर्थ के हुन्छ मिड पोइन्टको अर्थ के हुन्छ बाबु कुनै लाइनलाई इक्वल भागमा डिभाइड गरेको पोइन्ट बराबरको पार्टमा जो डिभाइड गरिदिन्छ त्यो पोइन्टलाई हामी भन्छौँ मिड पोइन्ट कति बेला गोली ठोकिदियो र बहुत यो मिड पोइन्टमा गोली लाग्यो त्यो गोली हानेको पार्ट आधा तल इक्वल भागमा डिभाइड भयो सपोज मानौ ए ए नोटिस दैट एबी एउटा लाइन हो त म भन्यो कि एउटा पोइन्ट हो यो पी एउटा पोइन्ट म भन्दियो कि ल सर अहिले ए देखि पी सम्मको डिस्टेन्स पी देखि बी सम्मको डिस्टेन्स बराबर छ यो भनेको सर यो पी जो छ पी पोइन्ट एबीलाई इक्वल भागमा डिभाइड गरेको नि दुनियाँमा कुनै पोइन्ट त्यो लाइनलाई इक्वल भागमा डिभाइड गर्छ त्यही पोइन्टलाई हामी भन्छौँ मिड पोइन्ट अहिले हामी भन्न सक्छौँ कि सर अहिले यो P is the mid point of AP. No doubt. लेकिन सर यो मिड पोइन्ट भयो भने हामी यो साइडलाई बराबर त गर्यो हामीले लेख्छौँ सर यो लेखिदिनु अब एपी जो हुन्छ बराबर पीपी हुन्छ एकदम सही किन यो बराबरै हो नि किनभने यहाँ यो पोइन्ट र यो यदि इक्वल भयो भने यहाँदेखि यहाँसम्मको डिस्टेन्स और यहाँदेखि यहाँसम्मको डिस्टेन्स बराबर भयो लेकिन नोट करिएगा हेक्टरमा डाइरेक्सन सेम हुने गरी मात्रै बराबर हुन्छ त्यो भेक्टरमा जान्छु अहिले म भन्छु सर भेक्टरमा के हो म लेख्न सक्छु त नोट करिएगा बात यो बहुतै जरुरी कुरा हो र बहुतै मेन पोइन्ट हो अहिले म यसलाई मान्दिए कि सर यो ए बी एउटा लाइन हो जो पी यहाँ यो बराबर यो छ तो के मैले ए पी भेक्टर बराबर पीबी भेक्टर लेख्न सक्छु ना बिल्कुल ना एकदमै नाइ यो लेख्न मिल्छ भले तिमी यो भेक्टरको सिम्बल लागेको थिएन नोटिस दैट भेक्टरको साइन एरो यो एरो है बाबु भेक्टर हो योमा भेक्टर लागेको थिएन सिम्बल तब एपी र बीपी बराबर छ भन्ने कुरा हामी बुझ्यौं लेकिन यसलाई म भेक्टरको रूपमा उतार्यो भने भेक्टरका रूपमा यो ए पी र पीबी बराबर भेक्टर हुँदैन किन हुँदैन डाइरेक्सन सेम हुनु पर्यो भले मिड पोइन्ट हो लेकिन भेक्टरको रूपमा लेख्यो भने डाइरेक्सन के हुनु पर्यो जस्तैमा यो मेन कुरा है बाबु जस्तैमा मैले म लेखेको छु ए देखि पी कुन डाइरेक्सन गयो ए देखि पी एपी भेक्टर बराबर पी देखि पी पीबी भेक्टर हुन्छ यो सही हो हामी यो डाइरेक्सन सेम हुने गरी लेख्नु पर्छ वास्तवमा आयो क्या भाइ आज भले यो मिड पोइन्ट हो पी मिड पोइन्ट हो लेकिन डाइरेक्सन सेम ए देखि पी गयो ए देखि पी गयो पी देखि बी मै जानु पर्छ भन्ने कुरा दिमागमा बिल्कुल सेट गर्नु होला बिल्कुल क्लियर छ अथवा सर त्यसैले मलाई म भन्छु बीए बाट सुरु गर्छु एकदम सही हो बीए बाट सुरु गर्नुस् किन बी देखि पी मा आयो पी पी भेक्टर हुन्छ त पी देखि ए मै जानु पर्यो तब बी बाट सुरु गर्दै बी देखि पी त पी देखि ए डाइरेक्सन भाइ साहब डाइरेक्सन सेम हुनु पर्यो भेक्टरमा यो सानो सानो कुराहरू दिमागमा सेट गर्नु होला या तिमी ए बाट मुभ गर्छु इनिशियल पोइन्ट ए लाई मान्छौ ए देखि नै जानुपर्छ ए देखि पी पी देखि बी या बीए बाट सुरु गर्दै बी देखि पी देखि सानो सानो कुरालाई मध्यनजर गर्नु होला र यो कुरा मेरो विचारले लेख्दा बेस्ट हुन्छ र हामी
यस्तै यस्तै भिडियो हामी बारम्बार अब एससी प्रिपरेसनको लागि हामी स्पेशल क्लास रेकर्डिङ गर्दै तिमीहरूलाई हामी सकेसम्म सपोर्ट आओस् र बेस्ट रिजल्ट आओस् त्यसको लागि हामी तयारी गराइरहेका छौँ र बारम्बार लगातार हामी यही कुरा दोहोऱ्याइरहेको छौँ कि हामी यो लाइभ स्ट्रिम पनि हामी सुरुवात गर्नेछौँ र हामी भिडियो रेकर्डिङ मिसन कोचिङ सेन्टर अर्थात् एमसीबाट गर्दैछौँ र धेरै छिटो हामी अब 11-12 कुनै पनि हामी क्लासको भिडियो रेकर्डिङ प्रकाशित गर्नेछौँ र हामी धेरै छिटो अब ब्रिज कोर्सको पनि बेस्ट वेले हामी टिचर टिमबाट तयारी गराउनेछौँ। सो अल अफ यू कति साथीभाइ जो 10 क्लासको छ भाइ बहिनीहरू एकपल्ट अवश्य मिसन कोचिङ सेन्टर भिजिट गर्नुहोला र एसईको स्पेशल अफर छ। अब हामी अफरको साथसाथ तिमीहरूलाई जति रिलेटेड एसईको क्वेसन हुन्छ त्यो क्वेसन पनि हामी तिमीहरूको नजरको सामनेमा राख्छौँ र सेट वाइज पनि हामी जान्छौँ। आज हामी सेकेन्ड पार्टको भिडियोमा छौँ र आज हामी थ्योरम प्रुभ गर्छौँ कि वास्तवमा मिड पोइन्ट थ्योरम बनाउँछ कसरी। तपाईँ यति कुरा तिमीहरू बुझिहाल्नु कि यो लेख्ने तरिका के हो, किनकि सानो सानो कुरा भेक्टरमा सानो कुरा लिएर भेक्टर थ्योरम प्रुभ भएको हुन्छ। यहाँ क्यालकुलेसनको जरुरी पर्दैन, यहाँ कन्सेप्टको जरुरी पर्छ। क्लियर छ मेडियोलाई? ओके। र अर्को कुरा फेरि म भन्छु, तिमीलाई यो थ्योरम गाह्रो हुँदैन। एक नम्बरमा तिमीहरूलाई एडिसन ल भेक्टर ट्रायंगलको कन्सेप्ट थाहा हुनु पर्यो, जो म सिकाएको छु। एडिसन भेक्टर कसरी लेख्छ साइडको बारेमा यदि थाहा छैन भने पार्ट 1 मा हामी अलरेडी भिडियो पोस्ट गरिदिएछौँ र हामी पार्ट 2 मा थ्योरमको प्रुफमा जाँदैछौँ। पहिलो थ्योरम हाम्रो छ मिड पोइन्ट थ्योरम। तिमीलाई फिगर आफै बनाउनु पर्छ। आफै बनाउनुबाट याद आयो कि सर क्वेसन लेखेको कसरी हुन्छ तरिका फेरि भन्दैछु। पोजिसन भेक्टरको बारेमा पनि हिजो म चर्चा गर्यो। कुनै पनि भेक्टर जो स्टार्ट ओ बाट हुन्छ त्यो पोजिसन भेक्टर हो। अब सब क्वेसनमा पोजिसन भन्ने शब्द हामीलाई सुनाइदिन्छ। सब क्वेसनमा के सुनाइदिन्छ बाबु? त ध्यान दिनु होला, यहाँ लेखेको हुन्छ इफ ए भेक्टर एन्ड बी भेक्टर आर द पोजिसन भेक्टर of A, B, A and B respectively, नोट करिएगा, ठीक है? If A and B vector are the position vector of A and B, र भनिदिन्छ कि M जो छ M is the M माने M is the midpoint of AB, then prove that OM vector equals to A vector plus B vector by 2. यसलाई इक्जाममा यस्तो पनि लेख्न सक्छ 1/2 A भेक्टर प्लस B भेक्टर। कुनै नयाँ कुरा हैन यो र यो भनेको एउटै कुरा हो। सबैले हेर्नु होला कसरी हामी बनाउँछौँ। तिमीलाई म बारम्बार भनिरहेको छु कि यो पेन क्वेसन हो। एसई मा क्वेसन नम्बर 32 कतिमा? क्वेसन नम्बर 32 मा सोध्छ बाबुहरू। त्यसैले धीरे धीरे हले हले हामी बुझ्न प्रयास गर्छौँ र सबसे मेन इम्पोर्टेन्ट कुरा योमा छ एडिसन ल भेक्टर ट्रायंगल। हामी हिजो 0 लेभलदेखि लिएर हिरो लेभलसम्म बुझ्यौँ। त्यसैले फिगरमा बनाउन प्रयास गर्दैछु। हेरौँ। अच्छा, सबभन्दा पहिले दिएको क्वेसनमा के छ त्यसको अकर्डिङ जान्छौँ हामी। सोलुसन गिवन क्वेसनले भनेको छ बाबु इफ ए भेक्टर एन्ड बी भेक्टर, अगाडिमा ए छ द पोजिसन अफ ए र पछाडि एन्ड को बाद बी छ द पोजिसन अफ
मतलब ए भेक्टर पोजिशन भेक्टर अफ ए हो र बी भेक्टर पोजिशन भेक्टर अफ पोजिशन आउनुको अर्थ हो अगाडिमा ओ आउनु के आउनु नोट गरिएगा अगाडिमा के आउनु बाबुहरू अच्छा ओके सो हामी लेख्छौँ ओए भेक्टर बराबर ए भेक्टर ओबी भेक्टर है पोजिसन छ त्यसैले बी भेक्टर र कोहीले भनेको छ एम इज द मिड पोइन्ट एम इज द मिड पोइन्ट अफ एबी मतलब एम जो छ एबी एउटा लाइन सेगमेन्टको मिड पोइन्ट हो त म एउटा लाइन सेगमेन्ट कोर्दैछु र फिगर बनाउन प्रयास गर्दैछु यो ए हो र यो बी हो कोही टेन्सन छैन बाबु बिस्तारै बुझ्नु हो राम्रोसँग बुझ्नु हो म के भने बाबु कि बी जो छ एम जो छ मिड पोइन्ट हो त यो लाइन बराबर यो लाइन भएको होला र अब हामी एक थ्योरममा पोजिसन भेक्टरको शब्द आएको छ नोटिटा पोजिसन भेक्टरको शब्द आएको छ भने ओ बनाउनै पर्छ र ओबाट जति भट्टिसे छ सबलाई जोड्नु पर्छ बनायो यहाँ जति तिमीहरू पोइन्ट देखिरहेको छ सब पोइन्टमा जोड्नु होला हेरौ ओदेखि ए ओदेखि बी ओदेखि एम यदि भन्छ हामीलाई टु प्रुफमा के भनेको छ बाबु बहुतै इजी छ ए भेक्टर ओएम भेक्टर ओएम हेर्ने भयो फिगरमा हेर्नु त ओएम कहाँ छ बाबु ओएम ओएम भेक्टर बराबर ए भेक्टर प्लस बी भेक्टर बाय अब हेरे अब हामी सिम्पल वेले टेन्सन नगरिकन हामी बनाउन प्रयास गर्छौँ र हेर्छौँ कि कसरी यो क्वेसनलाई हामी इजी भन्दा इजी वेले बुझ्छौँ सबभन्दा पहिले कुरा बुझिहाल्नु कि यो कुरा सबभन्दा पहिलो दिमागमा सेट भइहाल्नु पर्यो कि सर यो मिड पोइन्ट हो कुन पोइन्ट हो मिड पोइन्ट अच्छा तिमीहरूमा कतिवटा ट्रायंगल देखिरहेको छौ कतिवटा ट्रायंगल दुईटा एउटा ट्रायंगल यो र अर्को ट्रायंगल यो दुवै ट्रायंगलबाट एडिसन ल अफ भेक्टर ट्रायंगल निकाल्नु बस सिम्पल बात कुरा यो कुरा बुझ्नु कि भले तिमीलाई मिड पोइन्ट थ्योरम भनेको छ प्रुफ गर्न लेकिन तिमीलाई निकाल्नु के पर्छ खोपडीमा यो कुरा घुच्नु पर्यो कि मलाई एनी हाउ एडिसन ल अफ ट्रायंगल भेक्टर लगाउनु पर्छ यदि यहाँ मिड पोइन्ट हो एम यदि मिड पोइन्ट हो भने म यो लेख्दछु कि ए एम भेक्टर बराबर एम मा बी भेक्टर ठीक छ तो मैं यहाँ लेख्न गइरहेको छु वी नो दैट नोट करिएगा बात वी नो दैट हामीलाई थाहा छ कि ए एम भेक्टर बराबर एम बी भेक्टर हुन्छ एम बी भेक्टर किन यो बाबु बराबर भयो किन बराबर भयो किनकि यो मिड पोइन्ट हो being yum is the midpoint of AB कोई टेंशन छैन नो टेंशन अच्छा अब सुरुवात हुन्छ कहानीको अब यहाँ हेर्नु त बाबु यो एम आयो त एम कुन ट्रायंगलमा पर्छ त्यसको एडिसन ल भेक्टर लगाउँछु र एमबी जो आयो त एमबी कुन ट्रायंगलमा छ त्यसको एडिसन ल भेक्टर ट्रायंगल लगाउँछु अच्छा हामी यो त पढेको छु सपोज यस्तो आयो हेर ए ओ एम समान कि मलाई एम भेक्टर चाहियो कुन भेक्टर चाहियो भन्छ सर ए एम भेक्टर जो हुन्छ त एदेखि एम आएपछि उल्टा साइडले जोड्नु पर्छ ए ओ भेक्टर ओ एम भेक्टर लेख्नु त बाबु जुन साइड को भेक्टर निकाल्छु डाइरेक्सन अपोजिट सेम डाइरेक्सनमा जोड्दिनु क्लियर छ अच्छा तो यहाँ ध्यान दिनु बाबु अच्छा मलाई एम भेक्टर चाहिए एम को ठाउँमा म के लेख्न सक्छु म थोड़ा ट्रायंगल छुट्याएर देखाइरहेको तिमीलाई सजिलो होस् यहाँ ए एम ओ छ मलाई एम भेक्टर चाहियो त एम भेक्टर बराबर भर्खर हामी बुझ्यो
AO प्लस OM लेख्छु बाबु म यहाँ लेख्छु AM त छँदैछ यसको ठाउँमा AO भेक्टर प्लस OM भेक्टर बराबरको बराबर MB अब MBहरू त कहाँ छ MB कहाँ छ MB भनेको तलको ट्रायंगल हो अझै म यहाँबाट AO हुन्छ है AO भेक्टर प्लस OM ठिकै छ MB भेक्टर है MOB मा मलाई यहाँ अहिले MB भेक्टर चाहियो त कसरी हुन्छ MO प्लस O त म यहाँ लेख्छु MO भेक्टर प्लस OB भेक्टर क्लियर यहाँ कतै दिक्कत छैन बाबुहरु योमा एडिसन ल भेक्टर ट्रायंगल लागू भयो एउटा ट्रायंगलबाट AM आएको थियो त्यो AM को ठाउँमा राख्दिए AO प्लस OM पछि अर्कोमा चाहिँ MB त्यो MB को ठाउँमा के हुन्छ बाबु फर्मुला एडिसन ल को MO प्लस OB तपाईको लागि के हो यो रिजनमा के लेख्ने बिङ ट्रायंगल ल एडिसन भेक्टर सर्ट क्रम लेख्दिए बाबु ट्रायंगल ल एडिसन आउन पुगेर ट्रायंगल ल एडिसन भेक्टर अच्छा अब एउटा कुरा जहिले पनि याद राख्ने जब पोजिसनको शब्द आउँछ क्वेशनमा समझमा आ रहा है क्या पोजिसन भेक्टरको शब्द आयो भने जहाँ जहाँ ओ छैन त ओलाई अगाडि गरिदिनु ओ नै अगाडि चाहियो ओ पछाडिमा छ भने मात्र त्यसलाई अगाडि गर्न बाँकी जस्ताको त्यस्तै ओलाई अगाडि चाहियो सबै टर्मको अब यहाँ गडबड छ चेन्ज गर्नु माइनस OA भेक्टर यो त ठिकै छ बाबु यसलाई नो चेन्ज OM भेक्टर को OM भेक्टर बराबर यहाँ पनि चेन्ज गर्नुपर्छ माइनस OM भेक्टर प्लस O कुनै टेन्सनै आएन अब OM यम बराबर एक ठाउँमा AB लाई यम को टर्मलाई एक ठाउँमा र A र B लाई एक ठाउँमा एरेन्ज गर्नु अच्छा यहाँ OM जस्ता त्यस्तै यहाँ किनकि मलाई OM भेक्टर बराबर प्रुफ पनि गर्न पर्ने छ माइनस प्लस बराबर यो OA को छ त माइनस त्यो प्लस भइहाल्यो प्लस B भेक्टर त्यो के भइहाल्यो बाबु 2OM भेक्टर बराबर A भेक्टर बराबर के छ बाबु भ्यालु पुट गरिदिनु A भेक्टर प्लस OB भेक्टर बराबर के छ बाबु B भेक्टर सो OM भेक्टर बराबर A भेक्टर प्लस Y हामीलाई के टार्गेट थियो बाबुहरु यही नै प्रमाणित गर्नु थियो सिम्पल बात हामीलाई दिमागमा सेट गर्नु पर्यो के बुझ्यो सबभन्दा पहिले कि सर म यो कुरा बुझ्छु कि मिड पोइन्ट थियो AM भेक्टर बराबर MB भेक्टर भयो अच्छा अब AM को भेक्टर को भ्यालु निकाल्दियो एडिसन लबाट राखिदियो त्यसपछि MB भेक्टर को एडिसन निकाल्यो यहाँ राखिदियो र जहाँ जहाँ O थियो त्यहाँ अगाडिमा O राख्यो O निकालेपछि साइन चेन्ज हुन्छ यदि तिम्रो अल्फाबेट वर्डलाई चेन्ज गर्छौ भने चाहिँ A O लाई O बनाइदियो माइनस यहाँ पनि O लाई त माइनस OM लाई एक ठाउँमा राखेर भ्यालु पुट गर्दियो प्रुफ भइहाल्यो एम प्रुभड र यो बहुतै इजी कन्डिसन हो जो तिमीलाई एसीमा बहुतै जरुरी हुन्छ सो बी सिरियस यो थ्योरमहरु यही थ्योरमहरु लिएर अब अगाडिको थ्योरमहरु पनि प्रुभ हुन्छ यो तिम्रो लागि नयाँ फर्मुला भइहाल्यो त्यसले ट्रिगोनोमेट्रीको कुनै एउटा फर्मुला प्रुभ गर्छ अर्कोको लागि त्यो फर्मुला भइहाल्छ त्यस्तै यो एउटा फर्मुला भइहाल्यो अब कुनै ट्रायंगलमा मिड पोइन्टको रुल एप्लाई हुन्छ भने हामी डाइरेक्ट यो लेख्न सक्छौं एन्ड नोट इट डाउन एउटा चाहिँ कुरा नोट करिएगा नोटिस के करिएगा हेर्नु त बाबु मेट्री आजमा एउटा कुरा के विचार गरे बाबु तिमीहरु थोडा सिरियस लिनुलाई कुरालाई O देखि यम हेरे तलदेखि माथि गयो O देखि यम गयो O देखि के आछ A भेक्टर O देखि A नै जानुपर्छ प्लस O देखि M नै जानुपर्छ यो कुरा याद राख्नुपर्छ O देखि तलदेखि माथि गयो भने
सबै पल्ट तलदेखि माथिको भेक्टरलाई जोड्नु पर्छ कुरा मेरो जस्तै हामी हेर्नु नि यसले ओदेखि एम ओएम भेक्टर आयो त बराबर ओदेखि ओए भेक्टर हुन्छ प्लस ओदेखि ओबी भेक्टर हुन्छ हाइट यो कुरा बुझ्नु के यो कुरालाई बुझ्न प्रयास गर्नु जब म भ्यालु दिन्छु क्वेसनमा भ्यालुलाई कसरी सोल्भ गर्ने